देख्न सक्नुहुन्छ प्याज पनि मजाले भुटिसकेको अवस्था छ। अब हामी यसलाई काट्नेछौँ। आफ्नो इच्छा अनुसारले गर्न सक्नुहुन्छ। तपाईँहरूलाई कतिको लामो छोटो कतिको चाहिन्छ त्यो अनुसार पनि काट्न सक्नुहुन्छ। अब हामी यसलाई हाल्नेछौँ। यसमा हालेर यसमा अब अझ सुगन्धित बनाउनेछौँ। अझ फ्लेभर बनाउने छ है त साथीहरू। अब हामी यस अचारलाई चाहिँ यहाँ हाल्नेछौँ। देख्न सक्नुहुन्छ मजाले पाकिसकेको छ बस चाहिँ। अब त्यही भएर हामी चाहिँ अब यसमा हालेर देख्न सक्नुहुन्छ तपाईँको एकदम मिठो छैलाहरू तपाईँहरूको माझमा चाहिँ हामीले देखाउँछौँ होइन त साथीहरू। छैला चाहिँ अब खास आगोमा पनि पकाइन्छ, तर हामीले चाहिँ यसलाई फ्राई गरेका छौँ। आगोमा पनि पोलेर छैला बनाइन्छ, तर हामीले चाहिँ आगो ग्यासमा फ्राई गरेका छौँ। तेल हालेर चैन लाएर सलाद जसले चलाउनु पऱ्यो नि त होइन, हालेर मात्र भएन, यसलाई चलाउनु पऱ्यो। छैला चाहिँ एकदम रेडी भइसकेको छ होइन। अचार हालिसकेपछि अब छैला त रेडी नै भयो नि। ल हामीले चाहिँ होइन घरमै आएको छैला बनाएर खाएका छौँ। सक्नुहुन्छ अचार हालिसकेपछि चाहिँ छैलाको टेस्ट कलरै अर्कै देखिसक्यो होइन। अब कलर देख्न सक्नुहुन्छ। अब हामीले चाहिँ बजारमै बन्ने छैलाले चाहिँ घरमै बनाएर खाएका छौँ। स्वच्छ अनि टेस्टी छैला तपाईँहरूको बिचमा देखाउँछ नि।